हेलो गाइज, नमस्कार सबैजनालाई। के छ, सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ? म चाहिँ हाल रोमानियाबाट। मलाई चाहिँ धेरै साथीहरूले के सोध्नु भएको थियो भने, दाइ रोमानियामा डेलिभरीको लागि के कस्तो हुन्छ भनेर मलाई धेरै साथीहरूले सोधिराख्नु भएको थियो है। दुबईतिर बस्नुहुने साथीहरू पनि जो डेलिभरीको लागि काम गरिराख्नु भएको छ, डेलिभरी बोयमा काम गरिराख्नु भएको छ, उहाँ साथीहरूले पनि मलाई सोधिराख्नु भएको थियो है। के छ दुबईबाट रोमानिया आउन कतिको सहज छ डेलिभरीको लागि, के कस्तो हुन्छ भनेर मलाई धेरै साथीहरूले सोधिराख्नु भएको थियो है। त्यसको लागि धन्यवाद। यो भिडियोलाई लाइक सेयर पनि गर्नु होला है। जो नेपालदेखि दुबई, कतार, साउदीदेखि चाहिँ डेलिभरीको लागि रोमानिया आउँदै हुनुहुन्छ उहाँहरूको लागि है सक्दो सेयर। र मेन कुरा भनेको चाहिँ डेलिभरीको लागि चाहिँ भाषा अलिक जरुरत हुन्छ है, भाषाको लागि। किनभने यहाँ चाहिँ प्रायः जसो रोमानियनहरूले चाहिँ त्यस्तो धेरै इङ्ग्लिस बोल्दैनन् है। अनि यहाँ चाहिँ प्रायः जसो भनेको बुढापाकाहरू बस्ने है, जो चाहिँ अनलाइनबाट अर्डर गरेर खाना मगाउने, खाने त्यस्तो गरिन्छ। तर यहाँ चाहिँ अलिकति भाषा चाहिँ सिक्नुपर्छ, भाषा बोल्न जरुरत हुन्छ है। त्यसैले अलिकति गाह्रो हुन्छ सुरुमा। र अर्को कुरा के हुन्छ भन्दाखेरि यहाँ चाहिँ कोही साथीहरू चाहिँ सिटीमा पर्नुहुन्छ, कोही साथीहरू अलिक गाउँमा पर्नुहुन्छ है। गाउँको खण्डमा चाहिँ यहाँ उकालो ओह्रालो गरिराख्नुपर्छ। उकालो पनि छ यहाँ, ओह्रालो पनि छ है। सिटी भन्ने बित्तिकै दुबई, कतारतिरको जस्तो भन्ने छैन यहाँ, त्यस्तो छैन। गाउँघरतिरको जस्तै नै हो, तर अलिकति इलेक्ट्रिक साइकलहरूमा हिँड्नुपर्ने हुन्छ त्यस्तो खण्डमा। र अर्को मेन कुरा के हो भन्दाखेरि यहाँ सिजन अफ सिजन भन्ने हुन्छ है। त्यस्तो खण्डमा चाहिँ अलिकति गाह्रो हुनसक्छ। सिजनको बेलामा चाहिँ काम हुन्छ है। बाहिर साइकलमा हिँड्नु पर्दाखेरि पनि अलिकति गर्मी हुन्छ, तैपनि त्यस्तो खण्डमा चाहिँ फुडहरू अलिकति धेरै अर्डर आएको हुन्छ। त्यस्तो खण्डमा चाहिँ अलिकति पैसा कमाइन्छ। नत्र भने पर्सेन्टको हिसाबले गर्नुपर्दाखेरि अफ सिजनको बेलामा गाह्रो हुन्छ। अफ सिजनमा खासै फुडहरू अर्डर गर्दैन मान्छेहरूले चिसोहरूको बेलामा है। किनभने यहाँ हिउँ पर्छ, हिउँ परेको खण्डमा साइकलहरू कुद्न सक्दैन, त्यसैले अर्डर हुँदैन। र स्यालेरीको कुरा छ है। स्यालेरीमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँहरूलाई चाहिँ पर्सेन्टमा काम गर्नुपर्ने हुन्छ। कुनै कम्पनीहरूले फिक्स गरेर राख्यो भने मात्र हो, नत्र भने चाहिँ पर्सेन्टमा दिन्छ यहाँ चाहिँ प्रायः जसो डेलिभरीहरूको लागि है। भन्न चाहन्छु म साथीहरूलाई, डेलिभरीमा पर्सेन्टमा दिँदाखेरि आफूलाई घाटा पर्न सक्छ। कुनै बेला चाहिँ अलिकति फाइदा हुन्छ सिजनहरूको बेलामा। आफूले जति अर्डर लग्यो, जति अर्डर लिएर आयो र त्यति नै हो पाउने पर्सेन्टमा है। नत्र भने चाहिँ अब अफ सिजनको बेलामा चाहिँ गाह्रो हुनसक्छ, यतिकै बस्नुपर्ने हुन्छ है। अलिकति गाह्रो हुन्छ भन्न चाहन्छु म। हस्, धन्यवाद। यो भिडियोलाई लाइक सेयर पनि गर्नु होला है। जो नेपालदेखि दुबई, कतार, साउदीदेखि चाहिँ डेलिभरीको लागि रोमानिया आउँदै हुनुहुन्छ उहाँहरूको लागि है सक्दो सेयर गर्नु होला। हस्, धन्यवाद।